यहाँ माथि चढ्न सक्नुहुन्छ कि हुन्न होइन सक्नुहुन्न भने पनि केही छैन सक्नुहुन्छ होला ल उचालिदिनुहोस् ल है ल ठिक छ है धरानमा हजारौं युवतीहरू तरुणी बरुनीहरू होइन अल्छी गरेर सुतिराख्नु भएको छ मलाई थाहा छ है हजारौं युवकहरू अल्छी गरेर सुतिरहेका छन् दिनभरि क्यारमबोर्ड खेलिरहेका छन् घुमिरहेका छन् होइन तर उहाँको उमेर के हो सोद्धाखेरि कति वर्ष पुग्नुभयो 82 वर्ष होइन 82 वर्ष पुगेको आमाले त्यो पनि उहाँ धरानको हुनुहुन्न बेलबारीबाट आउनुहुन्छ होइन बेलबारीबाट आई धरानको लागि ढुङ्गा बोक्ने त्यो पनि 82 वर्षको आमाले है म सबैजनालाई सोध्न चाहन्छु ती तरुणी बरुनी तपाईँको युवतीहरूलाई सोध्न चाहन्छु तपाईँहरू कहाँ हुनुहुन्छ एउटा ठुलो झापट हो तपाईँहरूको गालामा 82 वर्षको आमाले हानेको ठुलो झापट हो त्यो झापटले तपाईँ भ्युजने कि नभ्युजने भ्युजनु पर्छ म त सक्दिन गर्मी उहाँले गर्मी हुँदैन होला है त्यो खालको अल्छी नेचरले त्यो खालको अल्छी स्वभावले देश बन्दैन म त्यो भन्न चाहन्छु उहाँलाई हार्दिक सम्मान स्वरूप हामी सबैजनाले अनिवार्य रूपमा ताली बजाउँ है उहाँले हामीलाई आर्थिक सहयोग पनि गर्नुभएको छ यो देश बनाउने अभियान हो भनेर उहाँ आउनुभएको छ बेलबारीको मान्छे धरान आएर अभियानमा किन स्वाभाविक बन्नुभयो भन्दाखेरि धरान पनि नेपालै हो नि त नेपाल बनोस् भन्ने आमा हो उहाँ होइन नेपाल बनोस् भन्ने आमा हो त्यसो भएको कारणले गर्दाखेरि होइन यो देशैभरि मेचीदेखि महाकालीसम्म श्रमको अभियान चलोस् भन्ने शुभकामना व्यक्त गर्न चाहन्छु।